अ डे इन माई लाइफ। गुड मर्निङ, नमस्ते एभ्रिवान। आज चाहिँ मलाई केटाहरूले बिहानै फोन गरेर उठाइदियो। विश्वास धेरै बेरसम्म सुत्छ भनेर केटाहरूले बिहानै फोन उठाइदियो। अनि वाइ डोन्ट आई ह्याभ अ कफी भनेर आई स्टार्टेड माई डे विथ सिप अफ अ कफी। त्यसपछि हिजो जस्तै इँटा माथि लानुपर्ने थियो। अनि बाबालाई आज अल्छी लाग्यो अरे, खाना बना भन्नुभयो। सो मैले खाना बनाएँ अनि म गएँ जिममा। खानाहरू रेडी गरिसकेपछि चाहिँ जिम आएर मैले मेरो सेटहरू सकाएँ। आज चाहिँ मैले ब्याक र लेगको वर्कआउट गरेँ। स्क्वाट हान्दा हान्दै ओभर गलेँ अनि एकछिन रेस्ट गरेर फेरि लेग एक्सटेन्सन गरेँ। त्यसपछि चाहिँ फ्रेस भएर म चाहिँ घरको लागि निस्किँदै थिएँ। बाटोमा दुईवटा नयाँ प्यान्ट लिएर त्यही नयाँ प्यान्ट लगाएर रेडी भएर अनि खाना खान थालेँ। मम्मी र म गफ गर्दै खाना खायौँ। त्यसपछि सधैँ जस्तै मेरो प्रोटिन सेक त खानै पर्यो। अनि म मस्त बाइक डुकडुक पार्दै अफिस पुगेँ। अफिस गएको केटाहरू काम गर्दै रहेछन्। म आज अलिकति लेट पनि भएँ नि त। अनि ठ्याक्क हाम्रो सन्देश भाइ पनि आएछ। एकछिन उसँग गफ भयो। त्यसपछि म गएँ निश्चल भाइसँग। ढाडको बेल्ट किन्नुपर्ने थियो। सो फेरि ब्याक टु अफिस भएर कामहरू गरेँ। अनि केटाहरूको काम पनि हेर्दै थिएँ। अनि मलाई मुस्ली किन्नुपर्ने थियो। सो गएँ भाटभटिनी अनि आफ्नो लागि एउटा मुस्ली लिएर म फेरि आएँ टी हब। केटाहरूसँग भेट्नुपर्ने थियो। फेरि हाम्रो करिश्माजी पनि आउनुभएको रहेछ नि त। हामी एकछिन टी हबमा गफसफ गऱ्यो, चिया खायो अनि मिठो पकौडा पनि खायो। त्यसपछि मिठो 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 मानेर क्यान्डी भाइले पुरै रिभ्यू दियो। अनि हामी सबै बिल पे गरेर एकछिन बाहिर गफ गरेर निस्क्यौँ। अनि ठ्याक्क घर आएको बाबाले कुकुरहरूलाई खाना दिने टाइम भएको रहेछ। सो त्यो पनि एकछिन खिचेँ अनि भित्र आएर भिडियो एडिट गरेर मस्त ढल्केँ। गुड नाइट।